नमस्कार सबैजना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू इष्टमित्र आमा बुवा लगायत सम्पूर्ण आबन्ध माया प्रेमी देश प्रेमी र गाउँघर प्रेमीलाई मेरो बिहानीको नमस्कार छ सबैजनाहरूलाई। म आज चोताको साग बनाउन गइरहेको छु। बुढीले मडा बनाएको छ, मडासँग चोताको साग खानलाई चोतो काट्दैछु। साथीहरू सक्दो सेयर लाइक कमेन्ट हजुरहरूले दिने प्रतिक्रिया नबिर्सनु होला। हजुरहरूकै साथ सपोर्ट लिएर भन्ने ठाउँमा हजुरहरूको माया सधैँभरि रहिरहोस्। यो नयाँ साल 2026 को शुभकामना साथ हजुरहरूलाई माया ममता र प्रेम स्नेह प्रेरणा जगाइरहोस् र म हजुरहरूको सधैँ माया पाइराखौँ। यहाँ देशमा बसेर हजुरहरूलाई पनि माया प्रेम यो सबै थोक मेरो तर्फबाट छ। हजुरहरू पनि राम्रोसँग काम गर्न होला, मिलेर बस्नु होला, मिलेर आफ्नो घर परिवार इष्टमित्रलाई राख्नु होला। एकदम साथ सपोर्ट लिएर आफ्नो कारोबारलाई अगाडि बढाउँदै गर्नु होला। म त यस्तै छु, गरिबको जिन्दगी दुःखमा हिजोका दिनमा पनि दुःखमा पनि आज पनि दुःखमा जाँदैछ। मेरो कहिले शान्ति होला, कहिले सुख होला घरमा, कहिले घरमा सुख शान्ति होला भनेर भन्दै भन्दै आधा उमेर गइसक्यो। अब कहिले सुखका दिन आउला त्यस्तै त्यो पर्खाइमा छौँ। कहिले सुख होला भन्छु। अब सुख त आउँछ कि आउँदैन, भाग्यले साथ दिइरहेको छैन। अब अरूलाई के दोष, आफ्नै भाग्य खोटो छ त अरूलाई के दोष दिने भन्ने छ। साग धोने काम पनि गरिहालौँ। टाइम पनि हुन लाग्छ कि 8:30 बजेको ड्युटी हो बुढीको लागि साग पकाएर बुढीलाई काम पठाउनु पर्यो। फेरि आफूले आफ्नो ड्युटी गर्नु पर्यो। साथीहरू आफ्नो